ओम शान्ति। आज हामी सुनिरहेका छौँ भगवानको यो प्रेम पत्र। आज बाबाले हामी बच्चाहरूलाई विशेष गरेर परहेजको विषयमा बताउनु भएको छ। यदि हामी बिमार हुन्छौँ, कोही शारीरिक तकलिफ हुन्छ, डाक्टरको पासमा जान्छौँ भने डाक्टरले हाम्रो बिमारी हेर्नुहुन्छ कि यिनलाई कस्तो प्रकारको अवस्था भइरहेको छ, रोग लागिरहेको छ, कुन प्रकारको दबाई गर्नुपर्छ, उहाँले त्यही अनुसारको दबाई दिनुहुन्छ। तर दबाई दिनुको साथसाथमा पहिला यो कुरा उहाँले भन्नुहुन्छ कि यो दबाई खानको लागि यति यति चिजहरू तपाईँले खानु हुँदैन, अनि बल्ल त्यो दबाईले काम गर्नेछ। यदि त्यो दबाई खान्जेलसम्म यी चिजको प्रयोग गर्नु भएन भने तर दबाईले फेरि केही पनि असर गर्नेवाला छैन। हो त्यस्तै प्रकारले हामी सबैको पिता रूहानी सर्जन उस परमपिता परमात्मा शिव बाबाले पनि हामी बच्चाहरूलाई परहेज राख्नको लागि भन्नुभएको छ, किनकि हामी सबै आत्माहरू हरेक आत्माको कल्याण गर्नेवाला हौँ र हर प्रकारको कल्याण गर्नको लागि हर प्रकारको परहेज हामीले राख्नुपर्छ। जो स्टेजमा उभिएको व्यक्ति हुन्छ उसले आफूलाई सबको सामुन्ने एक्जाम्पलको रूपमा राख्नको लागि हरेक कुराको ध्यान दिनुपर्ने हुन्छ। हो त्यस्तै प्रकारले हामी विश्वको कल्याण गर्ने आत्माहरूले पनि धेरै कुराको परहेज राख्नुपर्छ। जस्तो कि आज बाबाले भन्नुभएको थियो कि धेरै कस जोडले पनि बोल्दैनन्, जो राजा बन्नेवाला तिमी आत्मा हौ, एकदम रयल शब्द हुनुपर्छ, तिमी पवित्र बन्नेवाला आत्मा हौ, जो देवी देवताको गुण तिमीमा ल्याउनु पर्ने हुन्छ। त्यसको लागि जिसको पाए त्यसको, यानि जहाँ पायो त्यहीँ, जस्तो पायो त्यस्तै तिमीले भोजनलाई पनि स्वीकार गर्नु हुँदैन, किनकि उच्च बन्नेवाला आत्माले जो राजाले पनि भोजन खानुभन्दा पहिला भोजनलाई अर्कोलाई खिलाएर त्यो चिज ठिक छ कि छैन जाँच गरेर मात्रै खाएका हुन्छन्। उ त्यस्तै हामी पनि जो श्रेष्ठ महान बन्नेवाला आत्माले हर प्रकारको भोजनमा पनि परहेज राख्नुपर्छ कि आफ्नो उन्नति गर्न र अन्य आत्माको मेरोद्वारा उन्नति गर्न छ भने निकै नै परहेज यानि त्याग गर्नुपर्ने हुन्छ, अनि बल्ल जीवन श्रेष्ठ महान र फुल समान बन्नेछ। आज यही कुरा परमात्माले भन्नुभएको छ कि मेरा प्यारा बच्चाहरू, आफ्नो कल्याण गर्नु छ भने हरेक प्रकारको परहेज राख। फुल बन्नको लागि पवित्र आत्माको भोजनलाई नै तिमीले पवित्र आत्माले बनाएको भोजनलाई स्वीकार गर्नुपर्छ। अर्थात् जसको बुद्धि स्वयं पवित्रताको सागर परमात्मासँग जुटेको हुन्छ उसले बनाएको भोजनलाई तिमीले स्वीकार गर्न सक्छौ। र परमात्माले बच्चाहरूको बुद्धिको जाँच गर्नुभएको थियो, तिमी बच्चाले यहाँ कुन चाहिँ त्यस्तो प्र्याक्टिस गर्नुपर्छ जुन 21 जन्मसम्म रहनेछ। त हामी सबैले केही न केही सोचिसक्यौँ होला उत्तरमा। परमात्माले आज भन्नुभएको छ तन मन धनबाट पुरा तन्दुरुस्त रहने, तन मनबाट तन्दुरुस्त रहनेको प्र्याक्टिस यही नै गर्नुपर्छ। तन पनि चुस्त, मन पनि चुस्त, किनकि 21 जुन योगा डे त आइरहेको छ। हामी सबैले यसै पनि हर दिन योग अभ्यास गरेका छौँ। योगले मन पनि चुस्त तन पनि चुस्त हुने गर्छ। त्यो यहाँ नै हामीले प्र्याक्टिस गरिरहेका छौँ। बाबाले भन्नुभयो तिमीले दधिची ऋषिले जस्तै सेवामा हड्डी पनि दिनु छ। दधिची ऋषिको यस्तो उनले चाहिँ अमृतलाई ग्रहण गर्नुभएको थियो, जसकोले गर्दाखेरिमा उहाँको हड्डी पनि एकदम मजबुत थियो। अन्तको समयमा त्यही हड्डीद्वारा नै बाणलाई धनुष बाण तयार गरिएको थियो भनेर यसरी बताइएको छ। र हामी बच्चाले पनि रोज ज्ञान अमृत पिरहेका छौँ। परमात्मा पिताले हामीलाई दिनकै ज्ञान अमृत जस्तो अरू अमृत केही पनि हुँदैन, जसले तन पनि स्वस्थ, मन पनि स्वस्थ, हड्डी पनि मजबुत हुँदै जान्छ। यसमा हठ्यो गाँधी गर्नेको कुराहरू छैन, केवल बुद्धिको कुरा छ। र आफ्नो शरीरलाई कमजोर पनि बनाउनु छैन कि यो खान्न त्यो खान्न यो गर्दिनँ भनेर कमजोर बनाउने पनि होइन।
खानु छ, खानु पनि छ, तर यति प्यारले यति पावरफुल योग लगाएर हामी त्यसलाई शुद्धिकरण गरेर स्वीकार गर्नु छ। र तिमी बाबाले भन्नुभयो तिमी बच्चाको योगद्वारा 21 जन्मको लागि तिमी तन्दुरुस्त बन्छौ। यहाँ योग गर्छौ 1 जन्मको तन्दुरुस्ती, अरे यहाँ बाहिर योग गर्छौ 1 जन्मको तन्दुरुस्ती, तर यहाँ जो परमात्मा पितासँग बुद्धिको कनेक्सन जोड्छौ त्यसले 21 जन्मसँग तन्दुरुस्ती रहनेछौ। यस्तो प्र्याक्टिस यहाँ नै तिमी बच्चाले गर्नुपर्छ है बच्चा भनेर आज विशेष परमात्माले जोड दिनुभएको छ। र अर्को कुरा बाबाले भन्नुभयो दिनभरि सम्झिनको लागि अन्तर्मुखी सदा सुखी बन्नेको अभ्यास गर्ने। अन्तर्मुखी बनेर आफैले आफैसँग कुराकानी गर्ने कि हो मलाई त देवता बन्नु छ, त मेरो चाल चलन एक्टिभिटी कस्तो हुनुपर्छ, मलाई देवता बन्नु छ भने मेरो चाल चलन कस्तो हुनुपर्छ, कुनै अशुद्ध खानपान त छैन, जस्ट चेक एन्ड चेन्ज हामीले आफूलाई गर्नु छ। आफ्नो भविष्य 21 जन्मको लागि उच्च बनाउनको लागि सुदामा जस्तै जे जति भोलानाथ बाबाको जिम्मा लगाइदिनु छ। सुदामाले मुठी चामल दिएर महल प्राप्त गरे जस्तै हाम्रो पनि जे जति छ सो शिव बाबाको हो, सब बाबाको हो भनेर हामीले सब चिजको जिम्मा परमात्मालाई लगाइदिनु पर्छ। यसो गर्नाले हामीलाई फेरि भविष्यमा सब चिज मिल्ने गर्छ, 21 जन्म उच्च बन्नेछ। र जो परमात्मा पिता परमधामदेखि आएर पढाइ पढाइरहनु भएको छ यसमा कुनै बहानाबाजी गर्नु छैन। मैले यो भएन त्यसकारण आउन पाइन, यो कारणले आउन पाइन, होइन बच्चा बहाना नगर भन्नुभयो र आशीर्वाद दिनुहुन्छ। आदि र अनादि स्वरूपको स्मृतिद्वारा, आदि र अनादि स्वरूपको स्मृतिद्वारा आफ्नो निजी स्वधर्मलाई अपनाउने पवित्र र योगी बन भनेर बाबाले आज आशीर्वाद दिनुभयो। पवित्र र योगी बन भनेर बाबाले आशीर्वाद दिनुभएको छ। र आजको सौभाग्य रहेको छ सहयोगी बनेर अलबेलापनमा नआऊ, सहज योगी भनेर अलबेलापनमा नआऊ, शक्ति स्वरूप बन भन्नुभयो। सहज योगी भनेको छ अनि फेरि आफूलाई अलबेलापन ढिला सुस्तीमा ल्याउँछौ भने त घाटा आफूलाई नै हुन्छ। सहज योगी भन्दै अलबेलापनमा नआऊ है, तिमी शक्ति स्वरूप बन्नुपर्छ भनेर आज परमात्माले भन्नुभएको छ। यसरी मम्मामा कयौं विशेषता थियो। मम्मा अन्तर्मुखी हुनुहुन्थ्यो, धेरै बोल्नुहुन्थेन, जो पनि सामने आउँथ्यो परख्नेको शक्ति युगको पावरको कारणले यति धेरै थियो, उहाँ कहिले आफूलाई अलबेलापनमा पनि ल्याउनु भएन। हर पल चुस्त र फुर्त मम्मा रहनुहुन्थ्यो। हमेसा याद राख्नुहुन्थ्यो मैले जे गर्छु मलाई अन्य आत्माले पनि हेरिरहेका छन्, उनले पनि अनुसरण गर्छन्, त्यसैले मलाई एकदम एक्युरेट एभर रेडी हर्षित मुख रहनु छ भनेर मम्मा सदैव रहनुहुन्थ्यो। हामीलाई पनि यस्तै बन्नु छ। ओम शान्ति।